के गर्ने यार जिन्दगीमा पढ्न नि अल्छी लाग्छ काम गर्न त झन् अल्छी लाग्छ अर्को कुरा बिहान उठ्न झन् अल्छी लाग्छ अरू के गर्नु अब लभ पर्न पनि अल्छी लाग्छ त्यही भएर म त सिङ्गलै छु यसरी एक्लै हिँड्नुपर्छ जता जता पनि झापा गयो एक्लै मोरङ आयो एक्लै अल्छी लागेर पढ्नु भनेर आएको झन् अल्छी लाग्यो यहाँ बुक नै हाते हालिदिइरहेको छु यार बुक किन अल्छी लाग्छ यार मान्छेहरूलाई यो संसारमा सबैभन्दा अल्छी चाहिँ मै मात्र हो यार बोल्न पनि अल्छी लाग्छ हौ कोही मान्छे आयो भने के बोल्नु मेरो जिन्दगी यस्तै त रहेछ नकला छ नगला छ न केही छ न दिमाग छ न सम्पत्ति छ सम्पत्ति पनि छैन कला पनि छैन गला पनि छैन केही छैन कसरी बाँचिरहेको छु क्या म कसरी बाँचिरहेछु हौ ए भगवान ए देवी देवता प्रभु परमेश्वर पिता देवता देवी देवती बाफ्रे के गर्नु भएको यस्तो मलाई जन्माएर यस्तो बेकारमा तर आज मौसम चाहिँ राम्रो छ यार आकाशमा नि राम्रो छ क्लिन छ झापा भ्यू टावर यति नजिक छ तर गएकै छैन यार गोजीमा 5 रुपियाँ छैन गएको 200 रुपियाँ टिकट कहाँबाट नि भ्यू टावर चढ्नु यार रात बनाले पहाड यहाँबाट के देखिँदैन पहाड देखिन्छ तमक भ्यू टावर देखिन्छ भ्यू टावर जङ्गल पनि यही छ खोला पनि यही छ डेटिङको लागि मस्त ठाउँ छ डेटिङ स्पोट तर कोही आउँदैन अरे गजेडीहरू चाहिँ आउँछ राति राति बेलुकातिर गाजा तान्छ चिलमा घर फर्किदिन्छ यहाँबाट अनि त के गर्ने यस्तै छ यार मेरो लाइफ एउटा गीत गाइदिउँ भने पनि भोइस पनि आज गीत गाउँदै कस्तो सुकिरह्यो त्यो पनि गाइदिनु पर्यो यार गाउन त ऱ्याप गाउन मन थियो तर आज सेन्टी लभ स्टोरी गीत गाइदिन्छु मान्छे त आएको छैन नि छैन रहेछ बोलिरहे होइन बोलिरहे एकान्तमा तिम्रो तस्बिरलाई हेरेर यो हावालाई सोधेर न मन भुलाए आकाशैमा तिम्रो रूपलाई कोरेर यो धरतीलाई सोधेर न मन गुनगुनाउँछ गुनगुनाउन देऊ तिम्रो दोस्रोमा गीत बिर्सेर हैरा